ॐ नमो भगवते वासुदेवाय नमः। ॐ नमो भगवते वासुदेवाय नमः। वासुदेव प्रभु दीन दयाला, भक्तजन का पालनहारा, करुणा सागर कृपा निकेता, तिम्रो चरण में मेरो सहारा। ख्यातं राज्य प्रारणे यतो दातो रतदाग्नि रक्षाः दारो धनो सर्वभूतेषु विद्यारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमस्ते अस्तु अन्यास्ते अस्मत् पंतु एते पावकस्मभगं शिवो भव नमस्ते अस्तु नमस्ते भगवान् समीय जत समीय तनो वै पुरुषान्न पुरुषा वैन्न पशुभ्य मित्रियान आपोकदय सन्तु दुर्मिद तस्मै सन्तु जस्मै दुष्टिं च वै दिग्म तच्चतुदेव हितं पुरता चुक्रमुच तपसेम शरद सतं जीवेम शरद सतं शिरेम शरद सतं कर्म शरद शतमोदिना श्याम शरद वैरदात ओम शांत प्रवदंत राव शांति धातु में राव ग्रह प्रेतान सुप्रसन्न सुप्रदो होतु ब्रह्मा मुरारि स्पंदकारी भाव समेश शुभ 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 संदाव के सर्वे ग्रह शांति करा भवन्तु या रहा भाई खानी मारते अरे उहाँहरु यहाँ पनि हुन्छ यहाँ फेरि टोडिएलाई राम्रा दिएका सेलरोटी साह्रै राम्रा भए साइड पनि राम्रै फुलेर होला मेरो छोरा हो नि त यहाँ भाइ ए भाइ राम्रा सेलरोटी जोडिएर पो सेलरोटी हेर्नु साह्रै राम्रा भएको मेरो नातिका बनाउन नराम्रा रोटी हुँदैन अनि उहाँको के
नरम खालको बोरा काटौँ न बिस्तारो है त्यो जग बिस्तारो बोतल कस्तो मन पर्थ्यो पहिले पानी चाहिँ धेरै पर्दैन माटो होइन यो बालुवा हो नि त नमो भव्याय शर्मिणी मकरकरणं भावये त्वजने नमः बालाजीकाय नन्दे नमः नमस्तेव यो बेलुकाको खानाको लागि होला म चाहिँ फर्केर आयो निम्तो गरेको थियो अरे भने सानो बहिनीले त्यो 20 तारिक काट्यो अनि यताका काकाहरूलाई फोन गरेको थिएन म यता स्कुल चल्दै काकाहरूलाई बोलाको छ भोलि मात्रै आउँछ होइन कुन कुनमा आउँछ कुनै कुनैमा आउँछ यहाँको छ त नि कालो किन कहाँ चाहिँ त हामी त्यही छौँ आमाले दाजु त दोकानमा गयो होला 2 टका तेलहरू बाबु ओइ बाबा त मान्नु भएन अघि दुध रोटी खाएको छ त्यहाँ बस्नु हेर यस्तो गर्दैन यस्तो गर्दैन ती मेरा साथीलाई सम्झिनु फेरि एउटा रेडी आयो यो म यसो अलिकति मेरो प्यान्ट कस्तो दामी भयो खाली हात लु यता हेरिदिनु यता यता मलाई मात्रै दिनु न थोरै आदि उताको पौड अङ्कल यता हेरिदिनु सबैजनाले अङ्कल अङ्कल यता हेरिदिनुहोस् ल आन्टी अलिकति पछाडि आइदिनुहोस् त सबैले यस्तो गरेर यता मतिर देखाइदिनु ल त्यो लागि रेडी
फेरि एउटा रेडी एउटा भिडियोमा यस्तो हल्लाइदिनुहोस् भयो मतिर हेर्दै दुईजनाले नै अब यस्तो माथि देखाइदियो दुईजनाले दुईटा हात खोज्दाखेरि माइलाको भुटो चढाएर सुनाउँदाखेरि नि कसो मेरो हात मात्रै आएको अनुहार पनि आयो तपाईँहरूले चाहिँ हाम्रो यहाँ घरको छोरीहरू चाहिँ छुटाउनु भएछ कति सारा गणेशको पूजा गर्नु ओम गम गणपतये नमः नमो गणेशो गणपतिवेश्वरो नमो ब्रातेभ्यो ब्रातपतिवेश्वरो नमो नमो तस्येभ्यो गणपतिवेश्वरो नमो ओम गंगाक्ष पिठो खोइ पिठो पिठो यता ल्याइहाल्नु योको बट्टा रेडी छ नि भयो पैसा महिना 23 गते हाम्रा नाति छोरा हेमसागर उहाँको शुभ उपनयनको लागि आज 2000 लगन भयो Wah, itu herbinnya. होइन काकी गर्नु न अलिक बढी फोकस कुरामा गरौँ भनेको मात्रै हो अरूले सुनै नहुने त होइन
यसमा हेर्दिनु यसमा एउटा फोटो यता हेर्दिनु ल दिदी दिदी यता हेर्दिनु ल तिनैजनाले हेर्दिनु ल एकचोटि यता क्यामेरामा हेर्नु क्यामेरामा हेर्नु सक्दैन यो थप्दिउँ क्या माथिबाट के गरौँ अरे सानो ठिकै हुन्छ नि स्टेबल राख्नुपर्छ लु राखिदिनु अब राखिदिनु अहिले सानो बनाए
राखिदियो त लु के पनि गर्नु पारेर त्यहाँ राखिदिनु हजुर बिचारा के छाक्क पर्यो दाइ ए दाइ नि अस्ता भात कुन हातले खान्छ फोटोमा हेर्नु वा लियो हो कुमा हेर्नु त बोल्नु पर्ने कतिवटा भयो बनाएको छ अब कतिवटा बनाएर लाने ल रेडी हेरिदिनु सबैजनाले ल यता हेरिदिनु ल अब सबलाई राख्नु यस्तो लिनु न यस्तो गर्नु न हो त्यो पनि देखाइदिनु यो काँचो चामल खै अब माथि अहिले चाहिँ माथि हो यसरी देखाइदिनु हामीले यस्तो यो अलिक ठुलै खानालाई के त लिएर जाउँ भनेको यो भन्दा मात्र आइडिया आयो चामलै भुट्ने कि हामीले चाहिँ काँचो चामलसम्म चाहिँ छोरा बुहारीसँग भोट टेकेर के कसर के हो है त्यो के हो पनि बिर्सिसक्यो काकी नाम लाग्दैन न मलाई सृजना आरती गर्न सकिन्छ क्यामेरा बनाइहाल्नु स्ट्यान्ड बाईमा निकालेर दिनुभएको थियो नानी मैले सुरुमा हेर्दा गीत थिएन गीत चाहिँ पछि पासपोर्ट हाल्नु
लु दाजु बसेर आचमन गर्नु त यो बाल्न कति बेला लाग्छ बालिहाल्नु कहाँ जाने म दाल लिएर आउँछु यो हरिओम तत्सत सबैका हातमा पुष्पको टुक्रा हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत पर्वतमस्तके जलमलक्ले स्नो सर्वं विष्णुमयं जगदत्ते श्रीमद्भागवतो महापुराणविशिष्यः विष्णुराण्यवर्तमानस्य सकलः जगत श्रीकारण ब्राह्मणोदिति अप्रार्थिः श्रीसूत्राः कल्पे वेदमन्त्रष्टाविंशमे सत्यत्रेतोपरितोपरान्ते कालो कलिगस्य प्रन्तणे भोरलोके भारतवर्षे भरतकौशिक्यादि विन्ध्यसरादि भरतत्रादिरादि पुरदिग्भागे सप्तमायि शताक्षिधामरूप रौद्रनाम संवत्सरे रौद्राणे मासतमुतमासे वैशाखमासे ज्येष्ठ कृष्णे महापर्वणीयां भौम चतुर्थायां परिपुण्यदोः अद्येह कन्या राशि शरीराय सिंह राशि शरीराय भ्रातवधू काकी त्यही त कर्कट राशि शरीराय युक्तोऽहं कोही छुट्नुभयो त आयो नि सबैको समस्त भने ल बन्धु वर्ग कुल कुटुम्बादि युक्तोऽहं मम करिष्यमाण कर्मणि दाजुभाइ सबै हुनुहुन्छ त्यसो गर्दा मामा समस्त मातुल सपत्नीका नाम मामा माइजू अब चाहिँ कर्म साक्षी दीपलाई सम्झेर एउटा दुनामा आह्वान गर्नु आसन राख्नु फुलको पोका दुईपट्टि सर्वाङ्गे स्नानियम पयोः पञ्चामृतं शुद्ध जलम ओम कर्म साक्षी दीपाय नमः गन्धाक्ष पत्र पुष्पम तयोः आचमनीयं स्नेप्यामि पञ्चः कुंभ कलश वरुण देवताभ्यो नमो नमः सर्वांगे सुस्नान्यं स्नेप्यामि पंच कुंभ कलश वरुण देवताभ्यो नमो नमः पयो पंचामृतं पंचामृते शुद्ध जल भइसक्यो चन्दन अक्षता पुष्प सर्वदा दुनामा राख्नु अनि यता दिनु दुना एउटा यहाँ दिनु एउटा विदाय नमः प्रद्युम्नाय नमो नमः तुम सुतिरो प्रसन्नो वरदो भावा ढोग्नु र राख्दिनु अब चाहिँ उत्तरमा पुग्नु भयो अथर्व वेदाय नमः वासुदेवाय नमः होती अथर्व वेदाय नमः वासुदेवाय नमः मामा बुझ्दै हुनुहुन्छ नि मामा सुन्दै हुनुहुन्छ नि ल अनिरुद्ध सहित वासुदेव सहित अथर्व वेदाय नमः आभनं सनिप्यामि आसनं पादयोपाद्यजलं नमन्तां वसुवने वसुदेवस्य व्यन्तु जज नमः कमलनाभाय नमस्ते जलसायिनी नमस्ते केशवनन्तो वासुदेव नमस्ते वासनं वासुदेवस्य भाषणं गुणात्रं सर्वभूत निवासी वासुदेव नमो नमः ओम महालक्ष्मी नमो नमः त्यही तपाईमा राख्नु दियोलाई सम्झेर त्यहाँ राखेको हाम्रो दियो निल्छ भन्दा है त्यहाँ गरेको देवासैमादन्तामो प्रतिष्ठा 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 मोदराय नमः नासिकां पूजयामि हराय नमः मुखं पूजयामि रुद्राय नमः कंठं पूजयामि शेषाय नमः स्कन्दौ पूजयामि जगद्व्यापिने नमः बाहुं पूजयामि पपुर सुनु भएन बस बस लु छोड दे बोलाउन अरुलाई पनि दादाले लिएर आऊ दादा छैन
यसो गरी घुम्ने ठाउँ लाग्यो कुर्सी पनि हटाउन पाए हुन्थ्यो सहस्रपात सभूमिगुं सर्वतस्थित्वा एवेदगुं सर्वं जद्भूतं यच्च भोजायां च पूर्वः पादस्य विश्वाभूतानि कृपादशावृतं देवे श्रीपादोर्धा उदयपुरुषः पादोषेहा भवत् पुनः ततो विपङ्गग्रामशासनान समे अभिकन्दाघुंसजनिरे तस्मादस्मात् तदायतः तस्मादस्वादायं तजेके शोभयादशनिरे तस्मात् तदायतः तस्मादस्वादायं तजेके शोभयादशनिरायतः चन्द्रमा मनसो जातः सूर्यो अजायतः श्रोत्राद्वायुश्च प्राणश्च मुखादखिलजायतः नाभ्यासीरन्तरिक्षगुंसिष्णोर्ध्योः समवर्त्नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय प्रभु यही मंत्र दिए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय चंदन अक्षता फूल्य पूजाम चंद्रमा मनसो जात जक्षो सूर्यो जायत स्वप्राद्वायुश्च प्राणश्च यतः ओम जलमालिन्यै नमः तारार्त्यै नमः रत्नेश्वर्यै नमो नमः विशंख घंटवत् प्रभु का शरण उपासक हरि का शरण उपासक कपि कपि कारत रे ओम जय जगदीश हरे मन क्रोधाल मनोहर प्रेमा रूप भात पूरच मंगलता ओम योगा योगा पालन गर्छौ अगाडि रूप हरि प्रभु मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिनिर्ध्यानगम्यं वन्दे विष्णुं भवहरं सर्वलोकैकनाथं पूर्वे साध्याः सन्ति देवा इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि ध्रुवजानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यं विघ्नहर्ता गौरी गणेश भगवान जय हो शालग्राम भगवान को श्री हरि भगवान को समस्त पितृवर्ग को समस्त पितृवर्ग को लक्ष्मर्तिका दीप को लक्ष्मर्तिका दीप को महालक्ष्मी माता को जय जय श्री राधे पार्वती पते हर 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 महादेव संघो पुष्पाञ्जलिं समर्पयामि अनि अन्त बाँड्दै चढाउने शिवजीमा चढाउने नारायणमा चढाउने शान्ति भूमि तरै पहाडी माधव महाखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। द्रविडं तदेव त्वमेव सर्वं मम देवदेव। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। प्रसीद विश्वेश्वरि पारिवेशं तमेश्वरि देवी चराचरस्य। वन्दे देवो मापतिं सुरगुरु वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवन्निनयनं वन्दे मुकुन्दं प्रियम्। आयोजक परिवार का कुल देवता को देवता को राधा कृष्ण भगवान को लक्षवती को मिश्र परिवार का संपूर्ण पितृहरूको सूर्य देवा तिमीलाई नमस्कार चरणमा झुकेर बारम्बार। सूर्य देवा तिमीलाई नमस्कार चरणमा झुकेर बारम्बार। जसलाई नष्ट पारी झलमल पार्ने
आमा जस्तो त्यस्तै हो अर्को हात देखाऊ मेन्दी हातले लगाइदिनु बुवा अलिअलि त्यसमा नरमाउँदै भर नगर्नु त्यस्तै एकैछिन हो क्या जस्ट 10 मिनट हो मुस्कान चाहिँ दामी छ है नानीको यस्तोमा पनि लगाइदिनु यहाँ पनि लगाइदिनु अब हातमा लगाइदिनु अनि तल बुवाले खुट्टामा लगाइदिने भएको छैन नातिले खुट्टा छ कि लाग्नु पर्यो लाग्नु चाहिँ के हुन्छ उताबाट छोरी यताबाट गाडीमा यता हेरिदिनु एउटा दिदी यता हेरिदिनु एउटा यता लाती त पालो आयो क्या पालो आउने चाहिँ म भनिदिन्छु नि ल लगाइदिनु नि तपाईँको अनुहारै छिल्यो क्या त्यही भएर पछाडि जानु भनेको यता हेर्दै भाइ अनु चाहिँ यतापट्टि आइज न फोटोमा देखिँदैन अब यसैले त भनेर अलि एउटा यता हेरिदिनु अङ्कल पनि अलिकति सानो बस्दिनु ल हुन्छ फेरि एउटा रेडी
यता हेरिदिनु नानी फेरि एउटा नानी जिल्लाको होला यसमा हेर स्माइल नानी यता स्माइल गोत्रोत्पन्नस्य के राशि वृष राशि शीर्ष नाम्न शर्मणो मम सपत्नी समाज सपितु समस्त भने ल परिवार हितोहम करिष्यमाण कर्मणि अस्मन् जेठी कान्छी बहिनी कुन बहिनी ज्येष्ठ भगिन्या पुत्रस्य अत्रि गोत्रोत्पन्नस्य कर्कट राशि शीर्ष हेमसागर कुमारस्य अक्षर बनाउने त आएको रहेछ नि नदेखेर सुप्रदाय सुविर्याय प्लास्टिकमा पोको पाउनु प्लास्टिक हो कि तलको कता राख्ने भन्नु हो त छेउमा गर्नु भनेको त्यसमा आएको जस्तो यो जति मजाले भिज्यो त्यति मजाले राम्रो हुन्छ नत्र आफैलाई दुख्छ क्या अलि पानी हाल्दिनु तातो तातो पानी पार्दैन भने त केटो जाडो भयो जस्तो भयो अहिले तँलाई नुहाउनु पर्छ 2 पल्ट नुहाउनु पर्छ भरे नुहाउनु पर्छ भिज्छ नानी खाँदा म काटिहाल्छु म सुरु गरेँ काटिहाल्छु म पनि जान्छु राखेको कपाल अस्ति काटेर चट्ट छोटो बनाएर राखेको कति सजिलो हुन्छ काट्न कति माया जाडो भएको कान्छ भित्रै राख्नु भित्र तान्नु भित्र बाई हात त्यसको माथि अगर भाइ गौ परमेश्वर दुधको दुध पानीको पानी गडगडाएर मन बढाएर पानी जस्तो मजाले पऱ्यो भान्जासँग फुल देउता खुसी भएका कहाँ सबैको बर्खामा पानी पर्छ बाल्टी पनि भएन बाल्टी राख्नु भएन कपाल त्यो हेर तिमी के अरे गुरुले
त्यो ब्लेड जता जता चलाउनुहुन्छ त्यता त्यता थाल थाप्दै जानुपर्छ ल जहाँ कपाल झर्छ त्यहाँ बन्द गरियो कि मामा मामाले एक्सर्साइज गर्नुभयो र मैले केस काट्दिएँ फुक्कुएर खर्कुनामा राखेर नुहाउनु पर्ने खोइ फुक्कुएन ल यो यहाँ आउनु त यो चाहिँ फोटोमा टल्किन्छ कि उयो वैभन्तामृतान्ते शुद्धगस्नानं सर्वे शुद्धगस्नानान्ते दातः गन्धं समर्पयामि गन्धान्ते अक्षतां समर्पयामि आवाहनाते आसनं सर्वे पादयो पादयो समर्पयामि हस्ते अर्घ्यं सर्वे मुखे आचमनं सर्वयामि आचरणान्ते सुस्नाने जलं सर्वयामि सुस्नाने जलान्ते पंचामृत स्नानं सर्वे पंचामृतान्ते शुद्धगस्नानं सर्वे गन्धं समर्पयामि गन्धान्ते अक्षतां समर्पयामि मातर कृपा सिन्धु सर्वात्र कृपा भोगं गणपतये नमो नमः समर्पयामि अक्षतान्ते नानानाय विद्यान्ते निवेदयामि नानानाय विद्यान्ते निवेदयामि नानानाय विद्यान्ते विद्यासराते ताम्बलं पुण्यबलानि जन्योपविदं सर्वमेमि तदाचः समास्यो गर्भ जरा एउटा संहिता जति यता समुद्र के जति के भाइम त समास्यो सह पूजा गरिराख्नुभयो यता पिमेका मातरम पुत्र प्रमुदितो दयन उक्त तदग्ने अनिडो भव्यत पितरो मया सम्पृतस्त समाम भद्रण पिङ्त विप्रतस्त भीमा पाम मना पिङ्त पूजा गरिराख्नुभयो पूजा पञ्चा छर्ण पञ्चा दिशा त्यार मुजेका पिस भिता सब छर्ण मुजेका मरुत सप्ताह छण सप्त ग्राम्य पशु पति रष्टा छण गायत्री मुद यता मुजेका म अन्नपति जल्दी लगाइदिनु अन्नपति नसने त न विवसे सुस्मिर प्रपदा तारन तारिक ऊर्जम नु धै द्विपदे चतुर्पदे नमस्कार गर्नु आवाहयं पूर्णम पुष्पले महान्तम सुरा सूर्य वसन्ती प्रविश गुणरे सुरलोकनाथ भयो त्यहाँ छ होला त्यो दुईटा बनाएको अब एउटा यहाँ अर्को यहाँ हातले हो भयो यो अब केही नगरौँ पुष्प गर्दै सोध्दै गर्नु त पूजाको त्यसपछि विष्णुसँग अग्नि देवता आज्य होमे विनियोग अग्नि स्वाहा पात्रे विष्णुमा सोम देवता आज्य होमे विनियोग सोमा स्वायदम सोमान स्वाहा मया रीति आसन भोजने विनियोग वर्णा स्वायदम वर्णान स्वाहा अब यसो गराउन त जारी गरौँ होइन टाइम छैन कि गुरु होइन स्वाहा शिवाय नमः स्वाहा विष्णवे नमः गणानान्त गणपति गङ्गावामय प्रियाणान्त गङ्गावामय हृदयनान्त गङ्गावामय वसु मम आमजन गत मजा सुनो स्वाहा विनायक स्वाहा दिदीममित मयि स्वायं गवे नम गौरवद्रव्य गन्धाक्षत पद पुष्पाणि समर्पयामि नमस्कारं करोमि अब यसो गर्नु
यो जन्मने कायिक वाचिक मानसिक सांसिक ज्ञात ज्ञात प्रसाद आसन शयन भोज्य भोज्य गम्य गम्य चोखे चोखे ल्याले निषेध दोष परिहार पूर्वक गरिष्य बाडक अधिकार प्राप्ति दिनाम ध्यान दैताम तत्त्वज्ञान भूत द्रव्य इयम दुरुक्तम इति बामो देश यो बन्धन चाहिँ बाँध्नु ल बाहिर हुन्छ अलिक सजिलै हुन्छ कस्तो हुन्छ हुर्केका छन् एउटा धोती छन् भेटिदिउँ न अब अहिले कपडा कता राख्ने यहाँहरू त एउटा यहाँ भइसक्यो त्यहाँ भइसक्यो त्यहाँ भइसक्यो आउट लगाइदिनु यस्तो भइसक्यो यो दाहिने चोक दाहिने ल यो त्यो पर्नु ल तिनटा छ भइसक्यो मात्रै हो नि हामी त बसिहाल्छ अब नि मृग चढ्नु मेरा दाजुभाइले बसनम परि दबाचे चिनम ददेदम लगाइदिनु भयो नि दण्ड ग्रहण दण्ड खोएको कसरी भरे अब लु कान्छा भाइ यसो अब होइन पिताजीको यसो चल्दैन अब भाइ उ बोल ल इन्डियाको भित्रै पानी आएछ यसो गर्ने यसो फेरि अर्कोचोटि आफू झन् यता तिनचोटि भयो नि छोडेर नातिले नै सिकाउँछ अब यहाँ पानी समात्ने अनुशासन भन्नुभयो तिमीले अस्नानी है अस्नानी भन्दैछ अनि कर्म पुरु परवाणी मादिवा सुसुप्ता नस्वपामी वाचम यच्छ यच्छानि हरि ओम गाई सम्झेर है नमो गोभ्य श्रीमतीभ्य सौरभेभ्य एव च इमाम् गन्धाच्च पत्रपुष्पं श्रीप्यानि गवे नमः। अब गाई हरि ओम तत्सत् यसो हात बाबु हरि ओम कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना आपोहिष्ठामय भुवः स्नानौष्ठे तथा तथामयरणाय चित्तवः शिवतमो Ilam kadang gak, गर्देऊ शुभ लग्नमा 11 बजेर 29 मिनेटमा शुभ लगन ठिक छ मन्त्र दान दिने लिने तयार शङ्ख घण्ट बजाउने तयार हवन गर्ने गुरुहरू तयार मन्त्र बोल्ने गुरुहरू तयार क्यामेराम्यान तयार नौमती बाजा तयार शुभ लगन ठिक छ शुभ लगन बोलौँ ओम शुभ लगन भयो शुभ
बलगन्धो तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं तन्मयबलं तदेव लक्ष्मीपते देवस्मरामि हरि ओं स्वस्ति न इन्द्रो स्वस्ति नः भूगा विश्ववेदाः स्वस्ति न सार्धो हरिचरेणि स्वस्ति नो बृहस्पतिः भयो त्यो दुनामध्ये फेरि वैशाख महिना 23 गते शुभ लग्नमा फेरि मेनं देवी सदस्यामेधाम श्रीरो देव भाधत्तां मंगानि चक्षु आगमा होइन के भन्नु पर्छ भवती भिक्षाम मेति हे आमाहरु मलाई गोरा बोक्ने मान्छे चाहिँ एउटा वर्तमान भिक्षा दिने चाहिँ तलै गरियो स्वस्ति नो बृहस्पति दधातो प्रगतश्वामरुतः वृष्णिमातरः शिवं यावानो विदते कुचमयग्निजोहा मनवः चोरञ्जयो विश्वेन देवा अवशाकमन्याद्रङ्गरणीभिः षड्याम देवा एकैचोटि है पाथीले दिने मानाले दिने अन्तिमले दिइहालौँ यता हेर्दिनु कसो गरौँ मैले माम एकैचोटि गर्ने आमा यता हेर्दिनुहोस् ल यता चाहिँ रेडी फोटो ए भइसकेको फेरि आउँदैन नि बाबु सबै मजाले माग्यो नि
भट्ट्याउ भट्ट्याउ मेरो छोरी भाइ ठिकै छ सबैजना एकचोटि हेर्नुलाई यता एउटा फोटो खिच्यौँ भन्ने एउटा सानो यता हेरिदिनु त यता हेरिदिनुहोस् सबैजनाले ल गर्नुहोस् गुडगाउन चाहिने नि फेरि एउटै नगिजा मेरो फोटो होइन जेमा हाल ग्रुपमा पनि हाल स्टोरीमा नहाल क्या तिमी भिक्षा भन न यार केटा म भनेको
ल यता हेर्नु ल अब समस्त परिवार बन्धुवर्ग आदि तो हम करिष्यमाण कर्मणि कुल देवता प्रीतै कष्टकर तथा च महारानी त्यो समयमा पटुक भन्दछन् हे बा आमा मलाई व्रत बन्द गरिदिनुहोस् मेरो मलाई जनै लगाइदिनुहोस् मलाई ब्राह्मण बनाइदिनुहोस् मलाई ब्रह्मचर्य बनाइ म व्रत पालन गर्छु म घरमा बस्दिन काशी बनारस जान्छु उतै विद्या अध्ययन गर्छु उतै सरस्वती माताको तपस्या गर्छु र विद्या अध्ययन गरिसकेर घर आउँदछु त्यो समय आमा भन्नुहुन्छ पटक्क मन खान्छ नि त आमालाई त धेरै कष्ट सहेको छु तिमी कहीँ जाने कुरा नगर हाम्रो वृद्ध अवस्था हुन्छ अब लट्ठी टेकेर हिँड्नु पर्ने हुन्छ पानी तताएर दिने कोही छैन है छोरा तिमी कहीँ जाने कुरा नगर बाबु भनेर आमाले सम्झाउनु भयो बाले पनि अनि त्यो समयमा पटुक भन्दछन् हे आमा म ब्रह्मचर्य व्रत पालन गर्दछु उता गएर त्यत्तिकै घुमेर आउने होइन म गुरुको सेवा गर्दछु म विभिन्न तीर्थस्थलहरूको दर्शन गर्दछु स्नान गर्दछु म नगर बाबु भनेर आमाले धेरै सम्झाउनुहुन्छ बुझाउनुहुन्छ अहिलेका बाबु नानीहरू अलिक घमण्डी पनि छन् मान्दैनन् उनीहरूले भनेको हुनुपर्छ अनि आमाले पकाएर दिएको त खाँदैनन् भने अब कसरी खान्छौ त बाबु परदेशमा गएर त्यो कन्दमूल फलाहार यसो जङ्गलमा डराउँछौ तिमी त्यही भएर जाने कुरा नगर त्यो वनमा गएर कन्दमूल टिपेर खान तिमीले सक्दैनौ भनेर आमाले सम्झाउनु भयो त्यो समयमा बुवा भन्नुहुन्छ बाबु छोरा तिमी परदेश नजाऊ त्यहाँ त कहाँ डरलाग्दा वन्य जन्तुहरू पनि छन् कहाँ यहाँ जस्तो राम्रो त्यही भएर जाने कुरा नगर भनेर बुवाले सम्झाउनुहुन्छ त्यो समयमा आमा भन्नुहुन्छ बाबु छोरा परदेशमा ठुला कष्टहरू आइपर्दछन् त्यहाँ डरलाग्दा पर्वतहरू छन् हिमालय इत्यादि पर्वतहरू छन् त्यस्तो बाटो हिँड्नु पर्दछ तिमीलाई घरभित्रबाट गाडी चढाएर स्कुलभित्र पठाएर पढ्दैछौ कहीँ जाने कुरा नगर गयो भने हाम्रो के गति होला बाबु भनेर बाले सम्झाउनु भयो आमाले पनि त्यही समय सम्झाउनुहुन्छ मैले 10 महिनासम्म कोखमा च्यापेँ तिमी बोल्यौ हिँड्दैन कि भन्ने डर थियो तिमी हिँड्यौ बाबु तिमीलाई म घरमै शिक्षा दीक्षा दिँदछु कहीँ जाने कुरा नगर भनेर आमाले भन्नुभयो त्यो समयमा बुवाले भन्नुहुन्छ हे बाबु छोरा अहिले तिम्रो बालक उद्देश्य बाबु छोरा भनेर आमाले सम्झाउनु भयो त्यो समयमा बा भन्नुहुन्छ हे बाबु छोरा हामी तिम्री आमा म तिम्रा बन्धु बान्धव दाजुभाइ तिम्रा साथी सङ्गी कसैले पनि तिमीलाई जान बिदा दिनुभएको छैन त्यो समयमा गयो भने तिमीलाई बा दुःख हुनेछ कि कष्ट हुनेछ कि त्यही भएर सबैले जान नदिँदै तिमी गयो भने कसैले तिमीलाई पूर्व पितृहरूले आशिष दिन्छन् तिमी कहीँ जाने कुरा नगर सुन घरमै व्रत पूर्ण गराएर लिएर आउनुहुन्छ त्यसो मन्दिर मुनि लगाऊ यसो ढोकाएर लिएर आउनु त्यति गरौँ होइन मातालाई ढोकाउँ यसो अहिले त मामालाई ए भिडियो पनि खिच्दै हुनुहुन्छ होला नि त होइन 3 दिन गराएको त्यसरी माथि ढोकाको त्यहाँ एकचोटि ल जाऊ भागेर हल्का मिलाए जस्तो गरेछु हजुर ल आफू छाएर खोइ ढोगी सबै यता हेर्नु बिस्तारै
हात तल गर न धेरै छिटो भयो हो त्यस्तो पो राम्रो आउँछ नानीको के अरे यहाँ त मामा चाहिँदैन रहेछ नि दुईजना लगाएर राख्ने खै हाम्रो पहिला हजुरबालाई दिने हजुरबा लगाइदिनुहुन्छ होइन आमाले लगाइदिएपछि होइन तयार बनाउनु पर्यो नि त लु त्यो पुस्तक ल्याउनु लु तल हिँड्नु टिका लाइ दाजुले आउनु दाजु आउनु मिल्छ स्वस्ति ओम स्वस्ति ओम पछाडि बाह्र हो अब सक्दा माइलो माइलो कान्छी माइलो है या देवी सर्वभूत राख्नु होइन म दिन्छु नि त अहिले तपाईँलाई म लगाइदिनु न ओम स्वस्ति लु लिनु अब त दिनु 10 चाहिन्छ अनि अर्को लागि खै त केटो यस्ता कुर्सी अहिले सिंगल सिंगल डालो पैसा भुइँ खान्छ बुढामा आउने मान्छे त्यसले पैसा नि तिम्रो डाला आशीर्वाद दिँदैछ यसमा किरो परेर त मैले फ्याने आशिकै लाग्यो नानीको अनुहारै छेलिदियो लक्ष्मी बहुरात्रेन प्राणी संव्याप्तं विष्णुं निखारां भगवान काकी आउनु भएन हो बुवा खेल्नु भयो तपाईँले यो मान्छेलाई झ्याप्पै 50,000 गुड पहिले हात पखाल पहिले हात पखाल्ने अनि खुट्टा पखाल्ने खुट्टा मजाले मिची मिची धोइदिने छोरीका अनि 3 चोटि शिरमा छिट्ने 3 चोटि खाने पानी त्यसरी दाजुले भाउजूलाई पानी लगाइदिने त्यही कुरो भयो कान्छी हजुरआमा आएपछि कान्छी हजुरआमाले ओम महादेवी अब चाहिँ
पूजा गरे टिको लगाइदिने दुईटामा राख्नुपर्छ क्या लाउने होला नि पूजा गर्ने कानमा होइन काँध लाने त्यस्तो त गर्न मैले लिएँ मलाई देऊ क्यामेरा हाल्यो अलिकति छैन आन्टी फेरि टेबल खोइ टिटेबल खोइ राम्रो जुत्ताहरू मेरो छ अब हामी यहाँनिर बिजी छौँ आन्टी कहाँ तपाईँले भने जस्तो सजिलो हुन्छ त बनाउनु छोरीका खुट्टा लाग्यो मलाई ल यता हेरेर गरिदिनु ल दुईजनाको देखिस् न यता यता फर्केर लाउनु है टिका चाहिँ पहिलो किन झार्नु निश्चला सिन्धुमुत्ते तव शतभुजदण्डे कालिका वैयन्त्री तव वदन सरोजे भारती भाकुनित्यं प्रदेशे तदन्तं पुण्यमार्गा प्रतिदुरायन्तु पापादेशं नमस्कार गरिराख्नु उतैबाट आउनु ल लाइनबाटै आउनु है भिडियो हेर्दा नि मजा आउँछ न तेरो डाले पैसा खाना आउनु है पढ नानी पढ राम्रो आउँछ नि त लाइनमा आएर देखिएको
अप्ठ्यारो हुँदै गर्छ आज एक दिनको अप्ठ्यारो त अप्ठ्यारो भन भन्दा बस्छ भने त ए अर्को पनि लाउनु न लाउनु न मैले ढुङ्गो भिडियो त्यो क्यामेरा लु गलत भएछ है म त तिम्रो त आएको छैन होला भन्दै होला अब तर मलाई अब मिठाई खुवाउनु पर्यो त्यो मेरो भाग आयो नि त मेरो भाग आएन यता नि यहाँ खिच्दैन कुदैन फोटो यिनको भिडियो राम्रो जाऊ तिमी खाएर आऊ अनि अहिले म जान्छु लु उता राख त तिम्रो बेच्नु तिनजना अङ्कल अङ्कल सधैँ कुद्ने भन्नुपर्ने कति बजी आउँछ दिदी Sa
मुना मिश्र पनि हो मुना नेपाल पनि हो हामी सबै एउटै हो कस्तो चिनेको अलिकति पानी फेरिहाल्यो नि फेरेर भएन नि चिसो होला त्यहाँ ल त मलाई पनि त फ्राई यता पास गर्छ एन्जल दिदी अहिले भोक लागिसकेको छ होइन मुखिया छ मुखिया मेरो नचलाउनु भन्नु किन छक्क पऱ्यो भाइ किन छक्क राइस पनि पाइन राइस ए प्लस आएको सुरमा ready. के छ खबर ठिक छ नि तिमी चाहिँ गयौ स्कुल त्यसले भन्दै थियो क्या म आउँदिन भनेर हिँड्न राम्रो पढ्नु ज्ञानी हुनु असल मान्छे प्रवेश जन्ती गइरहेछ आज
राम्रो पढ्नु अनि के पढ्नु पर्यो सबैभन्दा त असल मान्छे हुनु पर्यो अनि डाली पो पहिला लिएको ड्रेस चेन्ज गरेको यो मेरो पानी थियो होइन वाटर लाटी है हो म भरे ल्याब गर्छु नि फोन गर्छु त्यो हामीलाई पनि देखाउनु हामी त्यही त देखाउनु यहाँ त्यत्रो पोज भइरहेको हालेर आउँछ हेलो गाइस के हाल्नु त्यो भएर त फर्काएको छ अघि त फर्काएन होइन अरे यहाँ तर भन्दा हामी यहाँ बिहानदेखि हुनुहुन्छ सरहरू नझर्नुहोस् ल अहिले एउटा ग्रुप फोटो खिच्नुपर्छ जस्तै सूर्योदय पढेको स्कुल जस्तो लाग्छ ओम नमो भगवते वासुदेवाय नमः ओम नमो भगवते वासुदेवाय नमः वासुदेव प्रभु दीन दयाला भक्तजन का पालनहारा करुणा सागर कृपा निकेता तिम्रो चरण मा मेरो सहारा ओम नमो भगवते वासुदेवाय नमः ओम नमो भगवते वासुदेवाय नमः गोविंद माधव देवकी नंदन भवसागर का तारणहार
शांति भक्ति प्रेम का दाता तिमी हौ जीवन का आधार। ओम नमो भगवते वासुदेवाय नमः। ओम नमो भगवते वासुदेवाय नमः। अंतरम नमा ज्योति जगाऊ अज्ञान तिमीर सबै हगाऊ। धर्म मार्ग मा साथ दी प्रभु हमरा हृदय बसाओ। भगवते वासुदेवाय नमः। ओम नमो भगवते वासुदेवाय नमः। जय वासुदेव जय श्री कृष्ण। जय नंदलाल मुरारी। भक्त हृदय मा सदा विराज। हे करुणामय गिरिधारी। वासुदेवाय नमः। ओम नमो भगवते वासुदेवाय